सबैजनालाई ख्रिस्टीय अभिवादन। आज पनि तपाईहरुको बीचमा जीवित परमेश्वरको वचन लिएर आएको छु। आशा गर्दछु अनि परमेश्वरसँग यही प्रार्थना गर्दछु आजको वचनले पनि तपाईको जीवनमा नयाँ उत्साह अनि नयाँ आशिष येशू प्रभुको नाममा थप्नेछ। आजको वचनको शीर्षक छ तपाईको वचनमा शक्ति छ। परमेश्वरले सृष्टि गर्दाखेरि त्यो सृष्टिको समयमा कुनै पनि स्रोत साधनहरू प्रयोग गर्नु भएन, न त कुनै पनि उपकरणहरू उहाँले प्रयोग गर्नुभयो, तर एउटै कुरा प्रयोग गर्नुभयो, त्यो कुरा हो उहाँको वचन हो। तसर्थ उत्पत्ति 1:2 मा हेर्यो भने हामी पाउँदछौँ पृथ्वी आकार बिनाको थियो, शून्य थियो, अन्धकार थियो। तर परमेश्वरले त्यो अन्धकारको समयमा परमेश्वरले भन्नुभयो उज्यालो होस्, तब उज्यालो हुन आयो। अनि यो खण्डबाट म तपाईलाई यो कुरा अवगत गराउन चाहन्छु, जब परमेश्वरले अन्धकारमा उज्यालो होस् भनेर अन्धकारलाई आज्ञा गर्नुभयो, अन्धकारले परमेश्वरको आज्ञालाई मान्यो। त्यसै कारणले गर्दाखेरि त्यो अन्धकार उज्यालोमा परिवर्तन भयो। यसको मतलब जब परमेश्वरबाट वचन आउँछ अन्धकारले पनि पालन गर्दछ। त्यसकारणले गर्दाखेरि यदि परमेश्वरको वचनमा शक्ति छ भन्ने कुराको विश्वास तपाई गर्नुहुन्छ भने आज म तपाईलाई एउटा कुरा प्रश्न पार्न चाहन्छु। परमेश्वरको स्वरूपमा सृष्टि भएकाहरूले बोलेका वचनहरूले पनि उहाँको शक्तिको वजन लिँदछ। तपाईले साँच्चै नै म परमेश्वरको स्वरूपमा सृष्टि भएको व्यक्ति हुँ भनेर कुनै पनि कुराहरू बोल्नुहुन्छ, कुनै पनि वचनहरू उच्चारण गर्नुहुन्छ भने नासरत येशू प्रभुको नाममा तपाईले बोल्नुभएको वचनहरूले पनि परमेश्वरको शक्तिको ओजन लिँदछ। हितोपदेशको पुस्तक 18:21 म पढ्ने छु। यहाँ यसरी लेखेको छ, हितोपदेशको पुस्तक 18:21 मा जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानु पर्दछ। तसर्थ म तपाईलाई भन्न चाहन्छु, तपाई जे बोल्नुहुन्छ त्यही कुराहरूलाई तपाईले निमन्त्रणा गर्नुहुन्छ। यसको अर्थ तपाईले जे कुरा बोल्नुहुन्छ त्यही कुराहरूको फलको भागीदार तपाई बन्नुहुन्छ। तसर्थ जीवनमा सकारात्मक कुराहरू बोल्ने कोसिस गर्नुहोस्। यदि तपाईले सकारात्मक कुराहरू बोल्ने कोसिस गर्नुभयो भने सकारात्मक कुराहरूको फलको भागीदार नासरत येशू प्रभुको नाममा तपाई बन्नुहुनेछ। उत्साहका कुराहरू बोल्नुहोस्। जब तपाई उत्साहका कुराहरू बोल्नुहुनेछ नासरत येशू प्रभुको नाममा उत्साहका फलका भागीदार तपाई बन्नुहुनेछ। सत्य कुराहरू बोल्नुहोस्, असल कुराहरू बोल्नुहोस्। नासरत येशू प्रभुको नाममा सत्य कुराको भागीदार, असल कुराको भागीदार तपाई बन्नुहुनेछ। अनि जुन कुराले तपाईको आउने दिनलाई येशू प्रभुको नाममा असल बनाउनेछ। अब अन्त्यमा म तपाईलाई येशू ख्रीष्टले सिकाउनु भएको विश्वासको वचनमा र तपाईले बोल्नु भएको वचनमा शक्ति छ भन्ने कुरा म सिकाउन गइरहेको छु र भन्न गइरहेको छु, जुन कुरा आज येशू ख्रीष्टले पनि सिकाउनु भयो। मर्कुसको पुस्तक 11:23 मा यसरी लेखेको छ, मर्कुसको पुस्तक 11:23 मा यसरी लेखेको छ, साँच्चै म तिमीहरूलाई भन्दछु यदि कसैले आफ्नो हृदयमा शंका गर्दैन तर आफूले भनेका कुराहरू पूरा हुन्छ भनी विश्वास गरेर यस पहाडलाई उखेलिएर त समुद्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ। आमेन। विशेष गरेर यो खण्डलाई हामी मनन गर्यौं भने येशू ख्रीष्टले के भन्नु भएको छ भन्दाखेरि यदि कसैले आफ्नो हृदयमा शंका गर्दैन, विश्वास गर्दछ र कुनै पनि पहाडलाई उखेलिएर त समुद्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुन आउनेछ भन्नुभएको छ। यसको अर्थ यो कि येशू ख्रीष्टले कुनै पनि मानिसलाई शान्त रहनको लागि उहाँले भन्नु भएन, तर येशू ख्रीष्टले भन्नुभयो कि भन्यो भने, यसको मतलब वचन बोल्यो भने, यसको मतलब के भन्ने चाहिँ उसले आफ्नो मुखबाट कुनै पनि शब्द निकाल्यो भने
त्यो त्यस्तै हुन आउनेछ भनेर भनेको छ। तर त्यो वचन चाहिँ के हुनु पर्दछ भने चाहिँ डर र अविश्वास बिनाको हुनु पर्दछ। त्यसकारणले गर्दा जब तपाईँको वचनमा डर र अविश्वास निस्केको हुन्छ भने त्यसले समस्या ल्याउँदछ। तर जब तपाईँको वचनमा, तपाईँको बोलीमा, तपाईँको वाक्यमा विश्वास आउँदछ भने अनि त्यो विश्वासले चाहिँ के गर्दछ भने चाहिँ अचम्मको कुराहरू तपाईँले उपभोग गर्ने सुअवसर दिँदछ। तसर्थ म तपाईँलाई भन्न चाहन्छु, कृपया आफ्नो जीवनमा असल कुराहरू उपभोग गर्न तपाईँले चाहनुहुन्छ भने, असल कुराहरू देख्न चाहनुहुन्छ भने साँच्चै नै तपाईँले असल कुराहरू घोषणा गर्नुहोस्। संसारमा मानिसहरूले, धेरै मानिसले नराम्रा कुराहरू गरेर, नराम्रा कुराहरू भनेर मानिसले समयहरू बर्बाद गरिरहेका छन्। तर तपाईँ नराम्रो कुरा मात्रै भन्नुहुन्छ भने त्यो नराम्रै हुन आउँदछ। तर तपाईँले राम्रो कुरा भन्नुहुन्छ भने नासरत येशू प्रभुको नाउँमा राम्रै हुन आउँदछ। त्यसकारणले गर्दा सृष्टिको सुरुवातमै परमेश्वरले अन्धकारमा उज्यालो होस् भन्नुभयो, उज्यालो भयो। त्यसकारणले गर्दा आफ्नो जीवनको कुनै पनि क्षेत्रमा तपाईँले उज्यालो होस् भन्नुभयो भने नासरत येशूको नाममा त्यो उज्यालो हुन आउँदछ। तर तपाईँले गणगण गर्नुहुन्छ, तपाईँले दोषका कुराहरू मात्रै गर्नुहुन्छ, फाल्टु कुराहरू गर्नुहुन्छ भने त्यस्ता कुनै पनि कुरा हुन आउँदैन र तपाईँको वचनमा पनि शक्ति हुँदैन र तपाईँको वचनमा भएको त्यो शक्ति पनि अनि व्यर्थ रूपमा काम नलाग्ने खालको हुँदछ। त्यसै कारणले गर्दाखेरि आफ्नो वचनमा भएको शक्तिलाई सक्रिय बनाउनको लागि र शक्तिशाली रूपमा साबित गराउनको लागि पनि के गर्नुभएको होस् भन्दाखेरि चाहिँ असल कुराहरू, उत्साहका कुराहरू, सत्यका कुराहरू अनि बोल्ने गर्नुहोस्, घोषणा गर्ने गर्नुहोस्। अनि नासरत येशू प्रभुको नाममा यस्तै नआउनेछ। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्।